होइन आज भोलिको जमानामा चाहिँ पीडितहरूदेखि चाहिँ पुलिस प्रहरीहरू डराउनु पर्ने अवस्था आयो। खास यसको कारण के हो? पुलिस प्रशासन डराएको होइन हेर्नु है। किन पुलिसले पनि भनिरहेको छ यो पीडितहरूको सुरक्षा दिने क्रममा हाम्रै ज्यान जोखिम भएको छ, हामीलाई डर भइसक्यो भनेर। पुलिसहरूले पनि त अराजक मचायो भने के हुन्छ? बाँच्छन्। पुलिसले भोलि अराजक मचाएर गोली ठोक्यो भने बाँच्छन्। तर पुलिसहरूले त दिदीबहिनीहरू हो, पीडितहरू हो भनेर सहेर बस्नु भएको छ नि त। अनि तपाईँ दिदीबहिनीहरू के गर्ने? उनीहरू अराजक भयो भन्दैमा डन माइती घर मण्डलाका त पीडितहरू डन डन भनेर उपनाम मिलिरहेछ। अब यस्तो के कसैले तँलाई हान्छु भनेर थापेर मात्रै बस्ने, कसैले तँलाई बोल्छ भने सुनेर मात्रै बस्ने। प्रशासनलाई भगाउँछ, प्रशासनमाथि हातपात हुन्छ, प्रशासनको इज्जत हुँदैन, मान मर्यादा हुँदैन, गृहमन्त्रीको इज्जत छैन, यो देशको राष्ट्रपतिको प्रधानमन्त्रीको इज्जत छैन, अनि हाम्रो इज्जत गर्छन्। त्यो भनेको के त? प्रहरीमाथि हात हाल्ने भनेको यो देशको के अरे कानुनलाई पनि आउट अफ कन्ट्रोलमा लिएको होइन। कानुनलाई जब प्रहरीलाई हातपात गरेर अरूलाई अराजक मचाउँछ भने के भन्नु? तपाईँहरू पनि छानबिन गर्नु। सीसी क्यामेरा छ। घर मण्डलामा न्यायको लागि आउनु भएको हो कि या पुलिस प्रशासनमाथि हातपात गर्नु आउनु भएको भन्ने प्रश्न उठेको छ। अब यस्तो के त्यो दिनको आँखाको हेर्ने र सुन्ने घटना मात्रै होइन, यहाँ दैनिक रूपमा चाहिँ दैनिक भएको छैन। दैनिक छैन, झै झगडा भएको खबर यस्तो छ। 15 दिन अगाडिदेखिको घटना हो यो। 15 दिनदेखि यतासम्ममा चाहिँ अलिकति मुख छाड्ने, हात छाड्ने होइन भएको छ। बताइदिन्छु न। अब तपाईँलाई कस्तो भने केटाहरूले बोल्ने शब्द, त्यो भन्दै नहुने शब्द होइन। अब तपाईँलाई थाहा होला, महिलाले बोलेको कि पुरुषले सुन्नुभयो होला। महिला कि सुन्नु भएको होइन? त्यस्तो फोहोर गाली गर्ने, हातपात गर्ने महिला हो कि पुरुष हो बताइदिन्छु। अब यहाँ पुरुषहरू पीडित त छैन, सबै महिला छ। पुरुष कोही छ? भन्नाले यहाँ पीडितको रूपमा आएको होइन, यहाँ दादा बन्ने रूपले आउनु भएको हो त पीडितहरू। यस्तो कसले कसलाई दादागिरी गरे के गर्यो? अब तपाईँलाई मैले भने त सीसी क्यामेरा खोल्नु के पुलिसमाथि हातपात गरिदिनु भनेपछि मैले त तपाईँदेखि त सरकार डराइसक्यो। मसँग किन डराउने? म त सरकार हिजो पनि म त ठाउँ ठाउँमा गएर कुरा गरेर सबै के अरे पुलिस प्रशासनहरू यहाँको सबैसँग कुरा गरेर आएको छु। मेरो कुनै गल्ती एक पुलिसले भेट्छ भने म यहाँबाट यसरी हदगडी लाएर जान तयार छु।